हो कि भन्नुस् त यो कम्पनीले स्पेशली दुईवटा क्षेत्रमा काम गर्छ है। नम्बर 1 मा चाहिँ हाम्रो स्वास्थ्यलाई कसरी स्वस्थ बनाउने त भन्ने विषयमा। किनभने अब हाम्रो मालिक सरले अघि प्रोडक्टहरुले योले यो काम गर्छ यसले यो काम गर्छ भनेर सबै कुराहरु देखाउनु भयो हो। अनि तपाई र मेरो के छ त भन्दाखेरि अहिलेको समयमा एकदमै मानिसहरु के भइराछ, मान्छेको स्वास्थ्य दिन प्रतिदिन बिग्रिँदो क्रममा गइराको छ हो। त्यसैले मानिसलाई कसरी स्वस्थ राख्ने त भन्ने विषयमा लामो समयदेखि हैन अध्ययन गरेर तयार गरिएको फुड सप्लिमेन्ट जो विभिन्न देशहरुले सर्टिफाई गरेको सप्लिमेन्टहरु आज हाम्रो ठाउँमा पनि आइसकेको छ। र अर्को कुरा फेरि कसरी हरेक मानिसहरुको आय स्रोतलाई वृद्धि गर्ने त हैन त्यो आर्थिक क्षेत्रमा चाहिँ यो कम्पनीले काम गर्ने भयो। त्यसकारणले गर्दाखेरि आज यो इन्डस्ट्रीमा काम गरेर छोटो समयमा पनि एकदमै राम्रो इन्कम दिन सफल हुनुभएका धेरै व्यक्तिहरु आज हाम्रो माझमा हुनुहुन्छ हो। आज हजारौं मानिसहरु नेपालमा सफल छन्। किन भन्दाखेरि सिस्टमको कारणले गर्दाखेरि। हेर्नुस् जति पनि यो प्रोडक्टहरुको बारेमा र यो बिजनेस प्लानहरु जति देखाउनु भयो यो सबै सिस्टमहरु बुझ्नु भयो भने ठीक छ, बुझ्नु भएन भने झनै ठिकै छ। किनभने अरु केही नजाने पनि नुहाउन र ब्रश गर्न त जान्ने छ नि त हैन। यो काम हामी नुहाउने काम ब्रश गर्ने काम हामी कहिलेबाट सुरु गरेका थियौं? जन्मदेखिबाट हो कि भन्नुस् त। हिजो पनि नुहाइरा थियौं, आज पनि नुहाइरा छौं, भोलि पनि नुहाउँछ भनेपछि यो प्रक्रिया निरन्तर चलिरहन्छ हैन र। त्यो हिजोदेखि आजसम्म हामी नुहाउँदै गर्दा ब्रश गर्दै गर्दा हामीलाई कहिले पनि पैसा आएको थिएन हो। तपाई र मैले नुहाउँदै गर्दा ब्रश गर्दै गर्ने बेलामा तपाईले मलाई पैसा आउँछ। यसको भित्री कुराहरु सबै बुझ्नु भयो भने ठिकै छ, बुझ्नु भएन भने पनि जसरी तपाईको अफलाइनहरुले चाहिँ सिकाउनुहुन्छ त्यसलाई बिस्तारै फलो गर्दै जानुस्। आफ्नो घरमा जे चाहिन्छ त्यो कुराहरु यहाँबाट किन्नुस्। त्यो किन्दै जाँदै गर्ने बेलामा युज गर्दै गर्ने बेलामा तपाईलाई क्याशब्याक आउँछ हो। यसरी नै मलाई पनि कुनै बेलामा कसैले बोलाएर यसरी मिटिङमा बोलाएको थियो मेरो अफलाइनहरुले। अनि मलाई पनि सुरुमा विश्वास लागेको थिएन, तर एक्चुअली परे गरेर के बिग्रिन्छ र भनेर मैले जब यसको प्रोडक्टहरु युज गर्न सुरु गरे त्यो बेलाको मेरो इन्कम भनेको 650 रुपैयाँ आथ्यो पहिला चोटीमा। यहाँ पनि धेरै जनाले मैले सोधे भने तपाईको पहिलो इन्कम कति आथ्यो भनेर भने धेरै जनाले भन्नुहुन्छ कसैले 30 रुपैयाँ आथ्यो भन्नु होला, कसैले 100 रुपैयाँ आथ्यो भन्नु होला, कसैले 200 रुपैयाँ आथ्यो भन्नु होला। हेर्नुस् त्यो ठुलो कुरा हैन रहेछ, त्यसको पछाडी कतिमा सिग्नल लगाउने त्यो चाहिँ ठुलो कुरा रहेछ। मैले जब मलाई 650 रुपैयाँ आयो मलाई विश्वास भयो, मैले काम गर्न सुरु गरे। काम गर्न सुरु गरिसकेपछि मैले पार्ट टाइममा स्टार्ट गरे 8,500 12,000 15,000 16,000 गर्दै जब 2024 मा आउने बेलामा मेरो इन्कम भनेको 50,000 क्रस भयो मन्थली। जब 50,000 क्रस भयो मैले यसलाई प्रोफेसनली रूपमा अलिकति फुल टाइममा काम गर्न सुरु गरे। र आज काम गर्दै गर्ने बेलामा यहाँबाट मेरो हाईएस्ट चेक भनेको 1,13,800 प्लस मैले लिन सफल भए हो। सो अहिलेको समयमा हामीलाई यस्तो लाग्छ एकदमै ठिकै हो जस्तो लाग्छ। तपाईलाई कस्तो लाग्छ? त्यस कारणले गर्दाखेरि आज हेर्नुस् मानिसहरु यत्र त्यत्र गरिरहेछन्। अहिले हामी चोकमा गएर मानिसहरु दौडधुप गरिरहेछन्, कहिले सिक्दै बोल्दै नबोलेको भाषाहरु सिकिरहेछन्, अभ्यास गरिरहेछन् हैन। विभिन्न देशहरुमा गइरहेछन्। यसको मेन पछाडीको कारण भनेको पैसा कमाउनु हो कि नै? मानिस आफ्नो परिवार छोडेर वर्षौं वर्ष विदेशहरु बसिरहेछन्, त्यो के छ त्यसको पछाडीको रिजन भन्दाखेरि पैसा कमाउनु। त्यसैले तपाई र म आज यहाँ किन आछौ भन्दाखेरि नम्बर 1 मा आफ्नो स्वास्थ्यलाई स्वस्थ बनाउनु र नम्बर 2 मा चाहिँ हाम्रो आय स्रोतलाई हाम्रो इन्कमलाई वृद्धि गर्नको लागि हो कि भन्नुस् त। त्यस कारणले गर्दाखेरि आज तपाईहरु यो इन्डस्ट्रीमा आउनु भएको छ। नियमित रूपमा तपाईले यो कामलाई कन्टिन्यु गर्दै जानु हो भने तपाईहरुको पनि मजाले इन्कम आउने छ। म अलिकति छोटो कुरा गर्छु। सो फोटो खिच्न गए हामी सबैजना एक पटक सामान इन्कम चाहिँ 55,720 हो। गुड मर्निङ, नमस्कार। मेरो नाम चाहिँ अशोक राज नानी, घर चाहिँ घरेको छ दफ्तर पर्छ। मेरो पहिलो इन्कम चाहिँ 200 रुपैयाँ र अहिले इन्कम चाहिँ 2000 ओके ओके। फेरि पनि गुड मर्निङ। मर्निङ। मैले परिचय त दिइसकेँ, तर पनि मेरो नाम चाहिँ मनोज कुमार भण्डारी, यहाँ चाहिँ राजपुर गाउँपालिका वार्ड नम्बर 5 बिलङ गर्छु। मेरो पनि पहिलो इन्कम चाहिँ 360 थियो भने हाइएस्ट इन्कम चाहिँ 37,720 गरेको छ। गुड मर्निङ, नमस्कार। मेरो नाम अरुण कुमार गुप्ता, हजुरको वार्ड नम्बर 5 बाट बिलङ गर्छु। आफ्नो पसलको साथमा यो सिस्टममा काम गरिरहेको छु र मेरो यो सिस्टमबाट पहिलो इन्कम 610 रुपैयाँ र हाइएस्ट इन्कम 55,000 प्लस हुन्छ।
गुड मर्निङ नमस्ते मेरो नाम राजेन्द्र आचार्य मेरो फर्स्ट इन्कम 298 रुपियाँ र हाइएस्ट इन्कम 36,000